हेलो गाइस, आज का मौसम ऐसा है, बहुत सुहाना मौसम। Suzanne is playing here. हामीले चाहिँ हिजो राति आइपुग्यौँ नि त, यो रास्ताबाट आयौँ अनि यहाँबाट सामान लियौँ। रात पऱ्यो आउँदा आउँदा। यो चाहिँ अनुको गाडी हो, यहाँ आएको रात परेर कस्तो भएर हालत खराब भइरहेछ। लु हामी चाहिँ रेडी भयौँ है, विशाल मार्ट जान लाग्यो। यता रेडी हुँदैछ, विशाल मल जान सब रेडी हुँदैछ। मेरो चाहिँ आएको छौँ विशाल मल सेनापतिको, अनि यहाँ हामी जाँदैछौँ। लेट्स गो के हेर्ने ल। बहुत अफर चल्दैछ। हुन्छ ल, यो यस्तो भन्छ हुन्छ जस्तो छैन त। यहाँ चाहिँ सुजान नाप्छु, खुवेरौँ मिल्छ मिल्दैन, मिल्छ जस्तो छैन त हौ। यो चाहिँ हामीले आयौँ किचन आइटेमकोमै। वाउ, देखो न गाइस भन्नु भयो। मेट पनि रहेछ। किन्नु भएर किन्नु त किनेको छु। यस्तो कसेर के किने भन्नु सुजान, के किने भन्नु, के किने भन्नु। के हो त्यो? भाइ साहब भइगयो यहाँ र नानीहरूलाई खेल्ने देखेर। ओ भाइ साहब, सामान नकिनिदिन भन्ने मान्छेहरू। अब बिदिङ गर्ने हो, अनि हामी जाने। हाम्रो कान्छी बहिनीको बर्थडे थियो, यहाँ केक किन्नु आएको छौँ। के कस्तो यस्तो उसले चाहिँ यो चुज गरेको छ, यो वाला। पहिले यो चुज गरेको थियो, अहिले चाहिँ यो चुज गरेको थियो। अनि भरे मनाउने हो। ओके लेट्स स्टे ट्युन। सोजुले त्यहाँ गरेको हेर न, यहाँ हेर न, यहाँ आइसक्रिम खानेहरू हेर न। त्यो त कम्ती दिनै हुँदैन, मान्दैन। भान्जा पनि खाने हो? भान्जा भान्जालाई त धेर नदिनु है, मलाई त बेसी नदेऊ। केक सोरेर हजुर, केक सोरेर यो चाहिँ 41 होइन है, 1414 हो। अब हैप्पी बर्थडे टु यु। हैप्पी बर्थडे टु यु, हैप्पी बर्थडे टु यु, हैप्पी बर्थडे टु रबिना, बर्थडे टु यु। कान्छी नानी हो, उदेश के भएछ पनि आज मन दुख्यो, इमोसनल भएछ काट्ने बेलामा। फेरि सुजानले पुरा आँखा यत्रो यत्रो बनाइरहेको थियो।
बर्थडेको सबैजना मनाउँदैछ सेलिब्रेसन बर्थडे सेलिब्रेसन गर्दैछौँ अनि बर्थडे चाहिँ लोकल चिकन यो चाहिँ होममेड जुस आलु बोखराको जुस अरे लेट्स गाइस गुड मर्निङ आजको वेदर चाहिँ बहुत ही रोमान्टिक छ भनौँ न नि सेनापतिमा सेनापति दफौमा अनि हेर्नुहोस् न सबै फोटो सेसन गर्नुहुँदैछ तर मलाई चाहिँ त्यो जानु अल्छी लागेको छ पानी परेर छिङ परिरहेछ यहाँदेखि त्यहाँ पुग्नु बियो सुन्नु आँटिसक्यो पानी भिज्न नआइकन काले जा म आउँछु मेरो पनि बाई बाई गर्न आँटेको लास्ट अब यो खाएर बाई आज रोमा बहिनीको बिहे खान पनि आइपुग्यो क्यामेराम्यान मात्रै फेरि युट्युबरहरुले होला आमा र बाबाले सामान किन्दैछ अनि आमा मैले ग्लो गिफ्ट मगाउनु खोजेको थिएँ मेरो बर्थडेको बरोबर तर बहुत दामी छ सो आई कान्ट प्लेस the order so next time I will do thank you